सुर्तै नगर्नुस् न। मलाई एक बाल्टी पानी चाहिएपछि मिल्नुहुन्छ अनि लैजाऊ न खेल्नु चाहिँ तर अलिक कम्ती खेल है। हुन्छ हे भगवान यो घरमा त पानी कसैलाई पर्बै छैन म के गरौँ। औ छोरी पानी बन्द गर त। बन्द गर्दिन किन बन्द गर्नु घरमा पानी किन्नु पर्दैन त हाम्रो आफ्नै जान्ने हो त। बन्द गर्दिन जान्दिनस् बन्द गरेर बन्द गर्दिन गरौ नि सुनेन बन्द गर्दिन किन्नु पर्दैन यो कति भनेको पनि लाग्दैन बन्द गर भनेको बन्द गर्दिन गर भयो भयो। Scene 2. Wise family at home. This is family 2. They save water every day. मलाई त कस्तो बिहान बिहानै आफ्नो दारी मिलाउनु मनपर्छ हौ। अरूले त कल खुल्लै राखेर मिलाउँछ मलाई त एक मग पानीले नै पुगिहाल्छ हौ। कस्तो मजा आउँछ। म पनि त्यस्तै गर्छु सब्जीहरू धोएको पानीहरूले हामी प्लान्टहरूतिर हाल्दा हुन्छ फुलबारीतिर हाल्दा हुन्छ युज गर्दा हुन्छ नि। अरूहरू त खोइ त्यति पनि गर्दैन त्यतिकै सब्जी धुनु नि कति पानी लाग्छ त्यति उयो सेभ गर्नु नि जान्दैन मान्छेहरू। हो नि तिमीले भनेको पनि ठिकै हो तर अरूले हामीले जस्तो गरिदिएको भए त भइहाल्थ्यो नि। त्यही त आमा मैले नल ठिक गरिदिएको छु अब लिकेज हुँदैन। स्याबास छोरी। आमा मैले पनि ब्रस गर्दाखेरि कल खुल्ला राख्दिनँ नि। स्याबास नानी हो स्याबास। यसरी हामीले पानीको बचत गर्यो भने कस्तो राम्रो हुन्थ्यो होइन र। हो नि आमा तपाईँले भनेको ठिकै हो। अरूहरूले पनि यसरी पानीको बचत गरिदिएको भए त आउने पिँढीहरूलाई पनि राम्रो हुन्थ्यो आउने नानीहरूलाई पनि राम्रो हुन्थ्यो। जतिखेर यो पानी सकिन्छ त्यतिखेर हे भगवान भन्दै बस्छ। कस्तो खालके आएको हौ यो जेनेरेसन त। हो नि ठिकै हो। त्यही त है नानी हो। हजुर। Scene 3. At school. Good morning student. How are you all? Sit down. हामीले अस्तिको क्लासमा के पढेको थियौ? वाटरको बारेमा के पढेको थियो कसैलाई थाहा छ? ओके म फेरि रिभाइज गरिदिन्छु। रेन वाटर हार्भेस्टिङ हामीले आकाशबाट पानी झरेकोलाई चाहिँ स्टोर गरेर राख्नुपर्छ। रियुज अफ वाटर हामीले अब सब्जीहरू धोएको पानी भेजिटेबलहरू सब्जी धोएको पानीहरू चाहिँ त्यसलाई प्लान्टहरूमा हाल्नु लागि राख्छ। वाटर फिल्टरेसन हामीले मैला पानीलाई सफा गरेर युज गर्न सक्छ। टु स्टप रनिङ ट्याप वेन नट इज युज हामीले नचाहिने बेलामा कल खुलै राखेको छ भने त्यसलाई बन्द गरेर राख्नुपर्छ। वी सुड नट कट ट्री इन्स्टेड वी हेभ टु प्लान्ट मोर ट्री हामीले ट्रीहरू काट्नु हुँदैन त्यसको बदलामा अझै ज्यादा ट्रीहरू रोप्नुपर्छ। ओके स्टुडेन्ट हामी अरू चाहिँ अर्को क्लासमा पढौँ। Thank you, ma'am, for teaching us. ओ सुन न यो के भन्छ मैले त कल खुल्दै राखेको थिएँ उयो घरमा अब पानीको कस्तो महत्त्व आएछ है। आज हामीले पढेको बुझ्यौ साथी हो? बुझ्यौ।
अन्त आज हामीले पानीको धेरै महत्त्व बुझ्यो अनि त्यसै कारण आज हामीले पानीको शपथ लिनुपर्छ। सबैजना आफ्नो लेफ्ट ह्यान्ड चाहिँ हातमा राख्नुहोस् अन्त राइट ह्यान्ड चाहिँ अगाडि राख्नुहोस्। Along with them, everyone pledge. जलले तो कलले safe water save life every drops count don't waste water let's save water Thank you.